हजुरलाई एउटा इन्फर्मेसन है, मेरो 25K सब्सक्राइबर पुगेकोमा आज चाहिँ मैले फ्री राइड गरेको छु। हजुर मेरो फर्स्ट फ्री राइड हुनुहुन्छ, आज चाहिँ मैले फ्री राइड गरिरहेको छु। हजुर 25K पुगेकोमा युट्युबमा हजुर मेरो सेकेन्ड फ्री राइड हुनुहुन्छ। थ्याङ्क यू सो मच है। थर्कायो ट्राफिक दाइले थर्कायो ट्याक्सी दाइलाई। आज पैसा नपर्ने राइड के छ झ्याक्नु तिमीहरूलाई स्वागत छ आजको हाम्रो नयाँ भिडियोमा। नयाँ भिडियो लिएर म फेरि पनि आइसकेको छु। आजको भिडियो एकदम भब्बाल राप्चिक अनि फ्यान्टास्टिक हुनेवाला छ। तिमीहरूले के गर्नु पर्यो भन्दाखेरि यो भिडियोलाई फर्स्टदेखि लास्टसम्म नछुटाइकन हेरेर मन परमा मिठो लाइक भिडियो कमेन्ट र सब्सक्राइब बटनलाई चाहिँ दबाउने पर्ने हुन्छ, जामा लाउने हो। सो तिमीहरूको रिक्वेस्ट अनुसार आज मैले पठाउ ब्लग गर्ने भइसकेको छु। मैले पहिलो राइड पनि पाइसकेको छु। सो अब म पहिलो राइड लिन जाँदैछु। आजको पठाउ ब्लग कस्तो हुन्छ मजाले हेरिदेऊ, भिडियो रमाइलो हुन्छ जस्तो लाग्छ मलाई। के हो पुरै डर लागिरहेको छ यार, मासला सही होला। पहिला म फोन हान्छु है त। हेलो म्याम, गुड मर्निङ। हजुर लोकेसनमै हुनुहुन्छ? हजुर म्याम, म 2 मिनटमा आइपुग्छ है त त्यहाँ। हस् म्याम, थ्याङ्क यू। ओके जामा लाउने, अब चाहिँ म निस्किनै पर्ने हुन्छ। म किन यस्तो कामेको यार, ओहो फ्लटिङ गर्दा त पुरै मुडका साथ फ्लटिङ गर्थेँ त मैले। उहाँहरूले गर्दाखेरि आज मेरो यो दिन नि आयो। कुन दिन बिग्रेर मैले झुकेर हो केटा हो म अब पठाउ ब्लग गर्छु। यदि तिमीहरूलाई मेरो पठाउ ब्लग हेर्नु छ भने यस टाइप गर भनेर भन्दैछु। मासाला गाह्रो पऱ्यो यार केटा हो। यामा तत्तुन थाहा र देउसिरेमा कसम यार, मलाई त केही थाहा छैन त यार केटा। हजुरले पठाउ बुक गर्नुभएको? आउनुहोस् म्याम। म्याम हजुरलाई बाटो थाहा छ? बस्नुहोस् म्याम। हजुरलाई क्यामेरा खोल्दा अप्ठ्यारो पर्छ म्याम? हजुर म्याम, हजुरलाई बाटो थाहा छ कि नै? म्यामलाई बाटो थाहा भइसकेपछि मलाई सजिलो भयो। आज मेरो फर्स्ट राइड हो कि म्याम, अनि कस्तो अप्ठ्यारो हुँदो रहेछ यो पठाउ गर्नुको लागि चाहिँ। हजुर म्याम, हजुरको नाम चाहिँ के हो नि म्याम? नबिना। अनि के गर्नुहुन्छ हजुर? के गर्नुहुन्छ? हजुर हजुर ए हजुरलाई अप्ठ्यारो त भएको छैन पछाडि बस्नु? अप्ठ्यारो त भएको छैन हजुरलाई? छैन नि है। अनि घर चाहिँ कहाँ हो नि हजुरको? हजुर रामेछाप सैलुङतिर त होइन नि? हजुर सैलुङ त छैन, तर सैलुङ भन्ने ठाउँको नाम चाहिँ सुनेको छु। बब्बालै छ अरे होइन? हो र? यो पठाउमा के बोल्ने हुँदो रहेछ यार, मा कसम केटा हो। सोध्नलाई कुरा पनि छैन मनमा यार। त्यसमाथि जिन्दगीमा पहिलोचोटि पठाउ गरेको, आफै बढाउनै चाहिँ म सजिलो नरहेछ। मैले सोचेको मान्छेहरूसँग बोल्ने त नि पठाउ इन ड्राइभ ब्लग भनेको त भनेको होइन केटा हो, होइन। लास्ट गाह्रो। ओके कसरी काटेको ब्रदर? छड्के कटाइ छ त ब्रदरको त। आमा यही रोकिदिउँ? ए हस्। ओके म्याम, हाम्रो राइड कम्प्लिट भइसकेको छ। थ्याङ्क यू सो मच म्याम, मेरो राइडमा आइदिनु भयो। म्याम हजुरलाई एउटा इन्फर्मेसन है, मेरो 25K सब्सक्राइबर पुगेकोमा आज चाहिँ मैले फ्री राइड गरेको छु। हजुर मेरो फर्स्ट फ्री राइड हुनुहुन्छ। थ्याङ्क यू सो मच है त। ल फिस्ट बम। ओके मेरो च्यानल छ फनीजी भन्ने, गएर भिजिट गरिदिनु है त। थ्याङ्क यू। होइन आज म लिनै सक्दिनँ, आज फ्री राइड गरेको। थ्याङ्क यू सो मच म्याम, बाई बाई। ओके हाम्रो फर्स्ट राइड कम्प्लिट भइसकेको छ हो। कङ्ग्रेचुलेसन। ओके जामा लाउनेहरू, मैले सेकेन्ड राइड पनि पाइसकेको छु। अब म उहाँलाई कल गर्छु है त सबभन्दा पहिला। अहिले सम्पर्क हुन सकेन त कहिले सम्पर्क हुन्छ त मा कसम? हेलो म्याम, म इनड्राइभबाट कल गर्दैछु। हजुर लोकेसनमै हुनुहुन्छ? हस् म्याम, म 5 मिनटमा आइहाल्छु है त म्याम। हस् म्याम, भइहाल्छ नि। म्यामको लोकेसनमा जान्छु म, लोकेसनमा गएर म्यामलाई पिकअप गर्छु म। छिटो बोला जस्तो लाग्थ्यो, मा कसम आफू जाममा परियो केटा हो। जामबाट उम्क्यौँ केटा हो, जामबाट उम्क्यौँ। छिटो जानु छ मलाई, बाटो छोड केटा हो। मेरो कस्टमरलाई ढिला भइसक्यो त्यहाँ, छोड न मा। तिम्रो के भएको तिम्रो? लु म ढिला भयो कि क्या हो? फेरि फोन गर्दै हुनुहुन्छ त म्यामले। हेलो म्याम, म आइपुगिसकेँ, अब 1 मिनट है आइहालेँ। हस् म्याम, हस्। 5 minutes later. हजुर पठाउ इनड्राइभ होइन? हजुर म्याम। ओके सरी है म्याम, त्यहाँ जाम पऱ्यो कि म्याम। हजुरलाई बाटो थाहा छ? थाहा छ? यस मलाई बाटो थाहा छैन कि म्याम। बस्नुहोस् न म्याम। हस् एकदम कम्फर्टेबल भएर बस्नुहोस् म्याम। सो मैले युट्युबमा भिडियो बनाइरहेको हुन्छु। इट्स ओके म्याम।
अब कता म्याम भन्नुहोस् है त मलाई चाहिँ बाटो थाहा छैन हजुर लेफ्ट ए यु टर्न गर्ने ओके सो मैले सेकेन्ड कस्टमर पनि पाइसकेँ हामी कहाँ जानुपर्ने रे म्याम एयरपोर्टै पुग्ने हो ओहो को आउँदैछ र एयरपोर्टबाट जाँदै हुनुहुन्छ कि आउँदै हुनुहुन्छ कहाँ जान लाग्नुभयो तपाईँ कहाँ जान लाग्नुभएको ए एयरपोर्टमा जब गर्नुहुन्छ ए ए कति बजी हो म्याम हजुरको ड्युटी ला अलि बेसमारी कुदाउनु त सक्दिनँ फेरि म ए हस् म्याम हस् सो हाम्रो दोस्रो कस्टमर चाहिँ एकदम राम्रो पर्नु भएको छ है हजुर चाहिँ मजाले खुलेर बोल्ने हुनुहुँदो रहेछ मलाई चाहिँ यस्तो मान्छेहरू अति मनपर्छ कि फेरि म चाहिँ ट्राभल भ्लगहरू बनाउँछु अनि यो जोसमा पठाउ भ्लग गरिदिन्छु भनेर भनिदिएको लास्टै गाह्रो हुँदो रहेछ यो पठाउ भ्लग त म्याम म बोलेर हजुरलाई इरिटेट त लागेको छैन नि म्याम छैन है फेरि कोही कोहीलाई इरिटेट लाउँछ नि म्याम कति बोल्दो रहेछ यो यताबाट हो ओए सरजी यताबाट हो है पक्नुहोस् न सर पक्नुहोस् साइड लाइट हेर्नुहोस् ए यताबाट हो एयरपोर्ट जाने यता पो त है म त कहाँ यतातिर पो गइदिरहेको अँ भने राम्रो मान्छे पछाडि बस्ने हुन्न सबै कुरा भुलिदिइहाल्छु मैले फेरि यही अगाडि म्याम अलि अगाडि नै छ हस् म्याम म हजुरलाई हजुरको स्टाफसम्म ठ्याक्कै छोडिदिन्छु म्याम पढाइ चाहिँ गर्नुहुन्न लास्ट ब्याचलर्स पढ्दै हुनुहुन्छ ए ए ए मेरो त डिभोर्स भइसक्यो पढाइसँग होइन पढाइसँगै डिभोर्स भइसक्यो मेरो त यतै हो ए हस् म्याम ओके यहाँ ड्रप गरिदिन्छु हजुरलाई म यता ओके सो हाम्रो सेकेन्ड राइड पनि कम्प्लिट भयो आज चाहिँ मैले फ्री राइड गरिरहेको छु हजुर 25K पुगेकोमा युट्युबमा हजुर मेरो सेकेन्ड फ्री राइड हुनुहुन्छ थ्याङ्क यू सो मच है सो मेरो च्यानल छ फन्नीजी FUNNYZE ZE गएर हेरिदिनुहोस् हजुरको अनुहार नै आउँछ अब यति राम्रो अनुहार हस् थ्याङ्क यू सो मच बाई बाई हेभ अ नाइस डे टेक केयर ओके गाइज यो सुत्दा हाम्रो सेकेन्ड राइड कम्प्लिट भइसकेको छ दामी मजा आयो जोस् राइड बबाल थियो मान्छे पनि धेरै राम्रो हुनुहुँदो रहेछ ओ म्यासला पठाउ गरेर त मजा आउँदो रहेछ त राम्रो राम्रो केटीहरू बोकेर हिँड्नु पाउँदो रहेछ हेर जामलाउने सेकेन्ड राइड पनि कम्प्लिट भयो बबाले भइरहेको छ मेरो पठाउ भ्लग अरू भन्दा नि तिमीहरूलाई यदि थाहा छैन भने मलाई चाहिँ केटाकेटीमा भिन्नता छैन यो पठाउ राइड गर्दाखेरि मैले केटाको नि एक्सेप्ट गरिरहेको छु केटीको नि एक्सेप्ट गरिरहेको छु एक्सेप्ट चाहिँ मलाई केटीहरूले मात्र गरे भएर मात्रै हो नि फेरि तिमीहरूले फेरि अनेकौँ सोच्ला फेरि यो बोका दाइले केटी मात्र उठायो भनेर A few moments later. यो इन ड्राइभमा त केटाको मात्र आउँदो रहेछ यार केटीको आउनु नि यार उठाउँ भनेको ठुक्क केटा बिना पेट्रोल इन ड्राइभ भ्लग गरेर हिँडेर रहेछ मासाला राइड लिँदा लिँदा बिचमा पेट्रोल सक्यो भने दुईजनाले मिलेर बाइक ठेल्नु पर्थ्यो ए हजुर मलाई एकचोटि हेल्प गर्नुहोस् त बाइक पेल्नुको लागि म पुऱ्याउनु त पुऱ्याइदिन्छु तर तपाईँलाई म पेलेर पुऱ्याइदिन्छु भन्नुपर्ने हुन्थ्यो मासाला ठुक्क काहीँ नै हो क्या म त यहाँ पेट्रोल पम्प छ अगाडि पेट्रोल हाल्छु त जाम लाउने हो ओके पेट्रोल पम्प आयो तेल हाल्नु पर्ने हुन्छ मासाला नत्र बिजोको हुन्थ्यो नि A few moments later. ओके थर्ड राइड पनि पाइसकेको छु मैले सो लेट्स गो उहाँलाई पिकअप गर्नेछु मैले यो पठाउ जस्तो लोद्धर काम केही होइन एक त मलाई गुगल म्याप हेर्न नआउने कहाँ पुग्छु के हुन्छ थाहा नै नहुने लौडा जस्तो अर्को गर्मी अर्को यो मासाला मान्छेहरूलाई हतार हुन त मै कन्डे हो क्या मासाला यदि गाइस तिमीहरूले यस गर्यो भने म पठाउ भ्लग गर्छु भुत्र घर पठाउ भ्लग मासाला तातोन छारो देउसिरेमा इटिङ गेटिङ नथिङ वेयरिङ लेदर क्याप गर्नु चाहिँ किन पर्यो त अनि यस्तो फ्रस्ट्रेसन भएको मान्छेले होइन हजुर हो र राइट के भन्नु हजुरहरूले इन ड्राइभ बुक गर्नुभएको ए होइन है कन्फ्युजन हुने भने जो धेरै इन ड्राइभ गर्नुभएको जस्तो फिल हुँदैछ हेलो म्याम म लोकेसनमा आइपुगेँ कता हुनुहुन्छ म्याम तपाईँ खोइ त हजुर हो नि निलो कलरको हेलमेट हजुर हुनुहुन्छ म्याम बाटो थाहा छ हजुरलाई ए इमर्जेन्सी पऱ्यो के परेर म्याम त्यस्तो हस् भइहाल्छ नि बस्नुहोस् म्याम जताबाट लानुहुन्छ तपाईँले त्यतैबाट जाने कहाँबाट सजिलो हुन्छ तपाईँलाई ए हस् बस्नुहोस् म्याम बस्नुहोस् सो हामीले थर्ड राइड पाइसकेका छौँ हो म्यामलाई चाहिँ एकदम इमर्जेन्सी छ अरे म चाहिँ अलिकति फास्टै कुदाउनु पर्ने हुन्छ म चाहिँ यो फर्स्ट इन ड्राइभ गरेको हो क्या म्याम लेट भयो सरी होइन यहाँ जाममा पनि पऱ्यो म्याम म थोरै है नरिसाउनुहोस् गल्ती भयो यहाँबाट छिर्ने यताबाट हस् म्याम हस् हजुरले जहाँबाट छिरा भन्छु म त्यहीँबाट छिराउँछु बाइक भन्दा नि फेरि फेरि पनि हस्
जान्छु रुम पस्छु हजुर हजुर एउटा सामान निकाल्नु छ ए सामान निकालेर फर्किहाल्छु ए इमर्जेन्सी चाहिँ सामान निकाल्ने इमर्जेन्सी परेको तपाईँलाई सामान चाहियो ए ए आमा म्याम मैले थोरै भ्लग नि गरेर हुन्छु हजुरलाई अप्ठ्यारो त पर्दैन नि है हजुरलाई अप्ठ्यारो त पर्दैन नि है मैले भ्लग नि गरेर हुन्छु थोरै है थ्याङ्क यू सो मच म्याम मेरो कुरा बुझिदिनु भएकोमा म ललितपुर बस्छु म्याम हजुर चाहिँ कहाँदेखि हुनुहुन्छ नि मेरो अगाडि पसल हो हजुर हजुर ए के पसल हो र हजुरको हजुर के पसल हो र म्याम हजुरको कस्मेटिक पार्लर कस्मेटिक एन्ड पार्लर ओहो हजुर भनेपछि ब्युटिसियन पर्नुभयो ओके सो मैले आज ब्युटिसियन नि राइडमा लिएर गइरहेको छु सो म्यामलाई अलिक हतारै छ अलि जङ्गेरै जानुपर्ने हुन्छ हामी काठमाडौँमा जाम पनि कति हुन्छ ए आमा हो यो कोटेश्वरको जाममा कसम केटा हो हानै हुन्छ नि यहाँ त हट नेपालको सबैभन्दा जाम हुने सहर भनेको काठमाडौँ रहेछ नि अरू सहरहरूमा त्यति साह्रो जाम नहुने पोखरा त खुल्लै हुन्छ यो काठमाडौँ त मेरियामा होइन मेरो घर ललितपुर पोखरा चाहिँ म गइरहन्छु घुम्नुको लागि तपाईँको हावा कम छ ब्रदर हावा कम छ बाइकमा ल्याचक्कै गएको छ कहिलेकाहीँ सानोतिनो गल्तीले गर्दा नि एक्सिडेन्ट हुन्छ नि त यसले फेरि भिडियोको लागि कन्टेन्ट पायो भनेर भने होला होइन मैले साँच्चीकै भनेको के थाहा पनि के दशा खराब भएदेखि के हुन्छ थर्कायो ट्राफिक दाइले थर्कायो ट्याक्सी दाइलाई ल ल ल भयो सर छोडिदिनु गरी खाने मान्छेलाई यस्तो भएछ लेन उताबाट सिधै यता पस्नु भएछ उहाँ अनि त्यही भएर गाली गरेको यहाँतिर ए हस् पाइहाल्छ नि हजुर आइहाल्नुहुन्छ धेरै समय त लाउनु नि है ए हस् पाइहाल्छ A few moments later. भयो ए हजुर बस्नुहोस् म्याम बस्नुहोस् सो हजुर ब्युटिसियन होइन त हजुरले ब्राइडल मेकअप गरेर कति लिनुहुन्छ 10,000मा ब्राइडल मेकअप ए भने सस्तै हो त्यो भन्नाले सस्तै हो है 35-30,000 मेकअपको ए आमा हो अनि हजुरको नाम चाहिँ के हो नि हजुरको नाम चाहिँ के हो नि प्रिया छेत्री मेरो साथीले पनि एक दिन के पहिला धेरै अगाडि के मलाई एउटा साथीले एन्जल प्रिया भन्ने एउटा आइडी खोलेर मलाई पो पुरै त्यो गरेर रहेछ साइको हान्दा रहेछ मलाई पुरै केटी बनेर गफ मारेर रहेछ भने हजुर इरिटेट त हुनु भएको छैन नि हजुर इरिटेट त हुनु भएको छैन नि यो कति बोल्दो रहेछ भनेर हजुर हो र मलाई नि यस्तै मान्छेहरू मनपर्छ भने मनको सफा हुन्छ नि त भोलि मान्छेहरू त्यो मेकअपको कोर्स लिनु पऱ्यो भने कति महिना लाउँछ यो मेकअपको कोर्स लिनु पऱ्यो भने कति महिना लाउँछ लाग्दैन यहाँबाट छिराउने हस् छिराउनुमा त म ट्यालेन्ट छु नि हजुर 4 महिना फुल कोर्स गर्नलाई चाहिँ फुल कोर्समा के पर्छ नि डिप्लोमा हजुर ए डिप्लोमा 6 महिना आमा नयाँ आइरहन्छ गाह्रो रहेछ हजुर गाडी नै धेरै के काठमाडौँमा गाडी नै धेरै आमा अनि जाम नभएर के हुन्छ त यार पोखरातिर ठिकै छ हिजो चाहिँ जाडो भयो होला हिजो हिउँ परेर उता माथितिर अब म त ललितपुरमै छु वैशाखमा त बब्बाल मौसम हो के घुम्नको लागि बोयफ्रेन्डसँग कि फ्यामिली सिस्टरहरूसँग ए मजा हुन्छ तर हनिमुनको लागि चाहिँ बेस्ट हो पोखरा ओके सो हाम्रो राइड कम्प्लिट भयो हस् त धन्यवाद पाउनु चाहिँ इनड्राइभबाट मेसेज आएको छ ओहो इनड्राइभले मेसेज पठाएको आज तपाईँ लक्की पेसेन्जर पर्नु भएको छ आज फ्री राइड रहेछ तपाईँलाई आज पैसा नपर्ने राइड हुन्छ नि होइन इनड्राइभले होइन तपाईँलाई चाहिँ म भन्छु मेरो 25K सब्सक्राइबर पुग्यो भएर मैले आज फ्री राइड गरेको हो अनि यसै गरी फ्री राइड मैले 2-3टा गरेको छु तपाईँ पनि आज पर्नुभयो थ्याङ्क यू सो मच मेरो राइडमा बस्दिनु भयो थ्याङ्क यू सो मच आज फ्री राइड ओके हाम्रो च्यानल चाहिँ
होइन मैले लिनै मिल्दैन फ्री राइड हो यो थ्याङ्क यू सो मच बाई बाई टेक केयर सही हो ल ओके सुजामलाउने हाम्रो थर्ड राइड पनि कम्प्लिट भइसकेको छ कङ्ग्रेचुलेसन सुजामलाउने यसरी हाम्रो इन्ड्राइभ राइडको एन्ड हुन्छ 25 के सेलिब्रेसनमा मैले सबैलाई नै फ्री राइड दिएँ सुजामलाउनेहरू आजलाई भिडियो यति नै नेक्स्ट टाइम नयाँ भिडियोले म फेरि पनि हुन्छ ल बाई सुन बाई कार्टुन्स